मुम्बईको वानखेडे स्टेडियममा नेपाली क्रिकेटको एउटा अध्याय समाप्त भएको छ। दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँगको 9 विकेटको पराजयसँगै नेपाल आइसिसी टी20 विश्वकप 2026 को समूह चरणबाटै बाहिरिएको छ। लगातार 3 हारपछि नेपालको यात्रा रोकिए पनि यो खेलले नेपाली क्रिकेटलाई दुईवटा ऐतिहासिक कीर्तिमान भने दिएको छ। आखिर कहाँ चुक्यो नेपाल र सोमपाल कामीले कसरी रचे इतिहास? आउनुहोस् चर्चा गरौँ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालको सुरुवात निकै खराब रह्यो। पावर प्लेमा मात्र 22 रन जोडेर 3 विकेट गुमाउनु नेपालका लागि विश्वकप इतिहासकै सबैभन्दा कम पावर प्ले स्कोर बन्यो। रोहित पौडेल 5 र कुशल भुर्तेल 0 मा आउट भएपछि नेपाल 46 रनमा 5 विकेट गुमाएर सङ्कटमा थियो। तर त्यसपछि मैदान छिरे द टाइगर दिपेन्द्र सिंह ऐरी। दिपेन्द्रले 47 बलमा 58 रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेले। उनी सुभाष खकुरेलपछि टी20 विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन्। उनलाई सोमपाल कामीले 26 रन बनाएर बलियो साथ दिए। यी दुई बीचको 54 रनको साझेदारीले नै नेपाललाई 133 रनको सम्मानजनक स्कोरसम्म पुर्याएको थियो। यो खेल हारजित भन्दा पनि सोमपाल कामीका लागि विशेष रह्यो। सोमपाल नेपालका लागि 3वटा टी20 विश्वकप 2014, 2024 र 2026 खेल्ने पहिलो र एक मात्र खेलाडी बनेका छन्। 2014 मा बङ्गलादेशबाट सुरु भएको उनको यात्रा मुम्बईको वानखेडेसम्म आइपुग्दा उनले नेपालका लागि सर्वाधिक 7 विश्वकप खेल खेल्ने कीर्तिमान पनि आफ्नो नाममा गरेका छन्। 134 रनको लक्ष्य वेस्ट इन्डिज जस्तो पावरफुल टोलीका लागि कठिन थिएन। कप्तान शाई होपको अभिजित 61 र सिमरन हेटमायरको 46 रनको मद्दतले क्यारिबियन टोलीले मात्र 15.2 ओभरमा 1 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि एक मात्र विकेट नन्नन यादवले लिए। लगातार 3 जित निकाल्दै वेस्ट इन्डिज सुपर 8 मा पुग्दा नेपाल भने अङ्कविहीन रहँदै बाहिरिन पुग्यो। इङ्ल्यान्ड, इटली र अब वेस्ट इन्डिजसँगको हारले नेपाली फ्यानको मन पक्कै दुखेको छ। तर यात्रा अझै सकिएको छैन। मङ्गलबार नेपालले स्कटल्यान्ड विरुद्ध आफ्नो अन्तिम खेल खेल्दैछ। यो खेल अब सुपर 8 का लागि होइन, केवल प्रतिष्ठा र विश्वकपमा एउटा जितका लागि हुनेछ। के नेपालले स्कटल्यान्डलाई हराएर सुखदन्त्य गर्ला? हारमा पनि नेपाली टोलीलाई साथ दिन नछोड्नुहोला। सोमपाल र दिपेन्द्रको यो प्रदर्शनलाई तपाईँ कसरी मूल्याङ्कन गर्नुहुन्छ? कमेन्ट गर्नुहोस्। भिडियो मन परे लाइक र शेयर गर्नुहोस्। जय नेपाल।